आज चाहिँ तपाईँको सामु लिएर आएको छु मैले मसरुम अनि फिङको सब्जी। यो चाहिँ एकदमै फेमस सब्जी हो कालिम्पोङको है र कोही बिहा बटुल भयो, पार्टीमा भेजिटेरियनहरूको लागि यो सब्जी चाहिँ हुन्छै हुन्छ। र यो फिङ चाहिँ दालबाट बनिन्छ अनि यसलाई चाहिँ ग्लास नुडल्स पनि भनिन्छ है। र यसलाई चाहिँ पहिला तातो पानीमा भिजाउने अनि मैले मसरुमलाई चाहिँ ठुल्ठुलो पिसमै काटेको छु हो। मलाई चाहिँ मसरुम ठुलै पिस मनपर्छ नि त। र यहाँनिर ग्रेभीको लागि मैले जिन्जर गार्लिक पेस्ट, अनियनको पेस्ट अनि टमेटोको पेस्ट है। तेललाई गरम गरेर जिरा पड्कायो अनि यो प्याजलाई चाहिँ मजाले फ्राई गर्ने अनि चाहिँ जिन्जर गार्लिक पेस्ट हाल्ने अनि चाहिँ यहाँ माथि चाहिँ टमेटोको पेस्ट हाल्ने र आज चाहिँ मलाई एकदमै मसलादार खाना खानु मन थियो नि त हो। अनि यसमा चाहिँ मैले गरम मसला, रेड चिल्ली पाउडर, हल्दी पाउडर हालेर चाहिँ यो तेल आइन्जेसम्म पकाएपछि चाहिँ माथिबाट कसुरी मेथी हालिदिएँ। अनि चाहिँ यो काटेको मसरुमलाई हालेर चाहिँ मजाले चलाएर चाहिँ मैले सल्ट हालेको छु हो। र अब चाहिँ पानी निस्किन्छ यसको मजाले। पानी हल्का सुकेपछि चाहिँ मैले जुन चाहिँ यो भिजाको फिङ थियो त्यसलाई माथिबाट हाल्दैछु है। र यसलाई मजाले चलाएपछि चाहिँ यिनीहरूको पानी नसुकिन्जेलसम्म चाहिँ पकाउनु पर्ने हुन्छ। हेर्नुहोस् त्यस्तो दामी भयो अनि चाहिँ माथिबाट धनियाँले गार्निसिङ गरेँ। यस्तो मिठो हुन्छ गाइस। यो चाहिँ रोटीसँग भयो है, मामसँग भयो है। अनि के भन्छ यो चाहिँ स्न्याक जस्तो खाँदा पनि हुन्छ। र आज चाहिँ मैले एकदमै भन्दा पनि एकदमै यामी फिङ अनि मसरुमको सब्जी खायो। र तपाईँले पनि के खानुभयो प्लिज कमेन्ट गर्नुहोस् होला। सो बाई गाइस।